एउटा देश जसले 75 वर्षसम्म एउटै किसिमका नेता देख्यो, एउटा युवा जसले र्याप गाउँदै हुर्क्यो अनि एउटा इन्जिनियर भयो र अब त्यही युवा नेपालको प्रधानमन्त्री हुन लागेको छ। यो कुनै फिल्मको कथा होइन, यो हाम्रो देश नेपालको वास्तविकता हो। मार्च 27, 2026 यो मिति नेपालको इतिहासमा सुनौलो अक्षरले लेखिने सम्भावना छ। तर प्रश्न एउटै छ, बालेन सरकार आउँदा नेपाल साँच्चै बदलिन्छ? आउनुहोस् आज हामी तथ्यमा आधारित भएर सोझो कुरा गरौँ। 2025 को जेएनजी आन्दोलनबाट नेपालको राजनीतिमा एउटा ठुलो भूकम्प आयो। युवाहरू सडकमा निस्किए। उनीहरूले सोधे, हामीलाई यस्तो नेतृत्व किन दिन्छौ जसले 40-50 वर्षदेखि केही परिवर्तन गरेन? त्यो आवाजले केपी शर्मा ओलीको सरकार ढल्यो अनि मार्च 5, 2026 को निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले लगभग 2/3 बहुमत ल्यायो। रवि लामिछाने जो पत्रकारबाट राजनीतिमा आएका थिए, उनको पार्टी अब सत्तामा। र बालेन शाह जसले ओली जस्तो पूर्व प्रधानमन्त्रीलाई उनकै क्षेत्रमा 3 गुणा मतले हराए, उनी अब संसदीय दलका नेता बन्दैछन्। यो संयोग होइन, यो परिवर्तनको लहर हो। काठमाडौँको नरदेवीमा जन्मिएका बालेन शाह सिर्फ एक र्यापर होइनन्, उनी काठमाडौँका मेयर भए र मेयरको रूपमा उनले अतिक्रमण, सडक सफा लगायत काठमाडौँको अनुहार बदल्ने काम गरे। मान्छेहरूले देखे यो मान्छे बोल्छ मात्र होइन, काम पनि गर्छ। अब उही मान्छे देशको सर्वोच्च कार्यकारी पदमा पुग्न लागेको छ। उमेर 35, नेपालको सबैभन्दा कान्छा प्रधानमन्त्री हुने सम्भावना। हामीले एउटा महत्त्वपूर्ण कुरा स्पष्ट गर्नुपर्छ, बालेन शाहले अहिलेसम्म शपथ लिइसकेका छैनन्। मार्च 26 सांसदहरू शपथ लिन्छन्। मार्च 27 वा 28 बालेन शाहलाई प्रधानमन्त्रीको रूपमा शपथ दिलाइने सम्भावना। अहिले आरएसपी भित्र पार्टी विधान संशोधन भइरहेको छ ताकि बालेनलाई संसदीय दलको नेता चुन्न सकियोस्। संविधानको धारा 76 उपधारा 1 अनुसार बहुमत भएको पार्टीको संसदीय नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्छन्। आरएसपीसँग बहुमत छ, बाटो खुल्ला छ। तर राजनीतिक भनेको जहाँसम्म भएको छैन, ढाकढुक गर्ने कारण सधैँ हुन्छ। त्यसैले हामी आशावादी छौँ, तर ढुक्क भने अझै होइनौँ। अब आउँछ सबैभन्दा रोचक प्रश्न, बालेन सरकार आए भने नेपाल कहाँ जान सक्छ? यो हामी दाबी गरेर भनिरहेका छैनौँ, यो सम्भावनाको कुरा हो र सम्भावना रोमाञ्चकारी छ। सुशासन र जवाफदेहिता काठमाडौँमा मेयरको रूपमा उनले देखाए अनुशासन हुन सक्छ। भ्रष्टाचारको विरुद्ध उनी बोल्दै आएका छन्। राष्ट्रिय स्तरमा यो कार्यशैली लागू हुन सक्छ। युवा केन्द्रित नीतिहरू जेएनजी आन्दोलनले उनलाई सत्तामा पुर्याएको हो। त्यो ऋण तिर्न उनले युवाको लागि रोजगार, शिक्षा र अवसर बनाउनु पर्ने दबाब उनीमाथि नै छ। विदेशी लगानी र विकास, एक इन्जिनियर प्रधानमन्त्रीको रूपमा इन्फ्रास्ट्रक्चर, टेक्नोलोजी र सस्टेनेबल डेभलपमेन्टमा उनको फोकस हुन सक्छ। राजनीतिक संस्कारको परिवर्तन, पुराना दलहरूको भागभण्डा, सिफारिस र कमिसनको संस्कृतिलाई चुनौती दिने सम्भावना छ। तर चुनौतीहरू पनि छन्। बहुमत भए पनि संसदभित्र विपक्षी दलहरू छन्। नोकरशाही पुरानो छ। रवि लामिछानेको कानुनी मुद्दा अझै जारी छ र अपेक्षाको भार सायद सबैभन्दा भारी बोझ। हामी नेपाली हामीले धेरै नेताहरूलाई आशाले हेऱ्यौँ र धेरै पटक निराश भयौँ। तर यसपटकको कुरा अलि फरक छ। यसपटक सडकमा निस्किएकाहरू नेता चाहेर होइन, व्यवस्था बदल्न निस्किएका थिए। यसपटक जितेकाहरू पुरानो ढाँचा बाहिरका मान्छे हुन्। यसपटक बहुमत एउटा आन्दोलनको उपज हो। त्यसैले यो सरकारले सफल भयो भने नेपालले एउटा नयाँ राजनीतिक संस्कार पाउँछ। असफल भयो भने त्यो पनि एउटा पाठ हो। तर अहिले आशा गर्ने हक हाम्रो छ। नेपालको राजनीतिमा एउटा कुरा सधैँ भनिन्थ्यो, त्यहाँ केही बदलिँदैन। तर मार्च 5, 2026 को निर्वाचनले त्यो सोचलाई चुनौती दियो। एउटा र्यापर जसलाई मान्छेहरूले के गर्ला र भन्थे, उसले काठमाडौँको मेयरको कुर्सी जित्यो। त्यही मान्छे अब देशकै प्रधानमन्त्री हुन लागेको छ। यो सन्देश हो हरेक नेपालीलाई, तपाईको सपना साना छन् भनेर कसैले भन्छ, बालेन शाहको यात्रालाई याद गर्नुहोस्। यो देश बदलिँदै भनेर कसैले भन्छ, मार्च 5 को नतिजालाई याद गर्नुहोस्। युवाको आवाज सुनिँदैन भनेर निराश हुनुहुन्छ, त्यो आन्दोलनलाई याद गर्नुहोस् जसले इतिहास नै पल्टाइदियो।
बालेन सरकार सुरु भएको छैन, शपथ लिइसकिएको छैन, तर नेपाल मानसिक रूपमा पहिले नै एउटा नयाँ अध्यायमा प्रवेश गरिसकेको छ र हाम्रो एउटै आग्रह छ, आशा गर्नुस् तर सजग रहनुस्, सपना देख्नुस् तर जवाफ पनि माग्नुस्, परिवारलाई स्वागत गर्नुस् तर जिम्मेवारी पनि याद दिलाउनुस्, किनकि नेपाल हाम्रो हो र यसको भविष्य हामी नेपालीले नै बनाउनुपर्छ। जय नेपाल। भिडियो मन परेमा भिडियोलाई लाइक शेयर गरिदिनु होला र बालेन सरकारबाट तपाईको एउटा के माग छ कमेन्ट बक्समा हामीलाई अवश्य लेख्नु होला र च्यानललाई सब्स्क्राइब गर्न नभुल्नु होला।